मैले भने नि चुलबुले माया त धेरै हुँदैन, ठेक्दैन कि। उम्लिने माया पोखिन्छ गम्भीरतिर चाहिँ घाँस न, माया सबैको एउटै हो, एउटै मायालाई रोज। राम्ररी रोजी फुल टिप भनेको मतलब फुलबारीमा पसिसकेपछि, संसारमा डुलिसकेपछि राम्रै हेर केटी हेर्दाखेरि। फुल भनेको केटीलाई फुल भनेको। राम्ररी रोजी फुल टिपेपछि नपस्ताऊ। आज बिहे गरेर ल्याउने, एउटा नानी पाएपछि अर्को राम्ररी देखाउने, त्यसलाई भनेको पस्ताउने के। राम्ररी रोजी फुल टिपेपछि नपस्ताऊ। फुलको रङ धेरै छ, धेरै नजर नडुलाऊ। अन्त नजर नडुलाउनु भनेको पनि छ गीतैले होइन। अनि फुलको रङ धेरै छ, धेरै नजर नडुलाऊ। अहिलेको जीवन गइहाले, पछिको जीवन पनि सोच नभनेको छ है। भुलचुकको जीवन लामो छ, धेरै नजर नडुलाऊ भनेको छ नि। हाम्रो जिन्दगी लामो छोटो त कति छ कति छ अनि यो गीतले चाहिँ नि त्यसरी बताएको छ। त्यसलाई सोच्नु पर्यो। घरमा त्यति राम्रो केटी ल्याएर एउटा आमा त आमा त भयो नि, उसले संसार नजर डुलाइरहेछ। आफ्नो स्वास्नीमा नर्कै स्वास्नी राम्रो देख्छ, तर भोलि चाहिँ जस्तो भए पनि घरकै स्वास्नी काम लाग्छ है फेरि। त्यो चाहिँ हो हजुर। त्यसैमा भनेको यो गीतको फुलबारी डुल्दा राम्ररी राम्ररी रोज्नु भनेको अनि त्यो भएर नातिलाई अहिले हामीले सम्झाइराखेको छ। यसो विचार गरेर बिहे गर्नुपर्छ भनेर होइन। अनि आइमे मान्छे त अब फुल त जुन पनि फुलेको त राम्रै देखिन्छ नि, तर कुन चाहिँ फुल ठिक छ फुलबारीमा डुल्दा। अब जस्तै कि भोलि जुब्रेला जाउँला, पर्सि पौराइ जाउँला, निकोर्सी चाहिँ उता बागमती जाउँला, सबैतिर डुल्दै जाँदाखेरि कहाँको ठिक छ त्यो पनि जुन गाउँ गयो त्यहाँ हो यही चाहिँ हुने रहेछ भने सरादमा जानुपर्छ, संसारभरको केटी हुन्छ। अनि हिँड्ने बेलामा बाबा तिनीहरूले के रुई पनि बाटो छेक्छ बोक्ने त्यसलाई त्यो हुँदैन नि त। त्यस्तो गऱ्यो भनेदेखि मान्छेको जिन्दगी पतन, आफूलाई पतन आफैले गराउने हो, अरू होइन। म अब संसार गीत गाइदिन्छु हेर। म घरमा सुतेर गएपछि त्यो शराब कति दिनमा बग्छ, घरैमा आएर मात्रै सुत्ने हो। आइमीहरूको टिम हुन्छ गीत गाउने, त्यो टिम सबैलाई म खत्तम हामी हिँड्ने बेलामा रुवाइदिएँ। भोलि अब चाहिँ नि जस्तो कि शराब बग्दैछ नि त, भाले बाँसो यस्तो बगाउँछ नि, त्यो त त्यही हो हाम्रो बाजेको त। 12 बजे रातिदेखि रुनु थाल्यो रुने चाहिँ किन? अब छोडेर जानु पर्यो भनेर होइन। अब यसरी गीत गाइसके पछाडि त अब लोग्ने स्वास्नीको भन्दा धेरै माया हुन्छ त्यहाँ गीत गाउने ठाउँमा। अनि भोलि त अब गीतैले भनिन्छ नि, अब तपाईँ हाम्रो त अब एकछिन हो भेटघाट, भयो खौला यतातिर बगाउँछ, तिमी आफ्नो घरमा जाऊ हामी आफ्नो घरमा जान्छु भनेर गीतले भनिन्छ होइन। अब उनीहरूले त्यस्तै खालको जवाब दिन्छ फेरि। अनि त्यो सल जब चाहिँ ऊ भएपछि त अझ कति गीत फटाउँछौँ हामी। फटाउँदाखेरि पनि खेदो गर्छ फेरि। अब चाहिँ नि म पनि जान्छु अब घरतिर डुल्नलाई, तिमीलाई घरतिर भन्यो भने एक्लै जान्छौ कि साथी लिएर जान्छौ भन्छ गीत। शरदमा नि यस्तो गीत हुन्छ त्यहाँ त। म अनि त्यो मोटेतिर के त्यो ट्र्याक्टर हाँक्ने, त्यसले कहिले हुँ पनि नगरेको मान्छे मसँग हिँडेर 2-3 शराबमा गीत गाउने भएको छ। त्यो त साथी सङ्गतले नै हुन्छ। अनि हाँसी मजा संसार डुल्नु अहिले त्यहाँ कथा भन्छन् रे मेरो, यस्तो गीत भन्ने मान्छे अहिलेसम्म चाहिँ भेटेँ। मैले पहिले मेरो बुढीलाई सोध्यो भन्छ, मेला त छोड्दैन थिएँ म, कतैको मेला जात्रामा मान्छे मरिसकेको जात्रामा हाम्रो गीत त्यस्तो छ, पुलिसहरू हामीलाई लड्ने गीत भनेर आएको हेर्न, त्यहाँ के को उठाउनु, गीत सुनेर घाम
ल अब तपाईँहरूको त्यत्रो दिनुहोस् यहाँ त लासै गिरिसकेको छ अब त्यो त्यहाँ अब चाहिँ कसरी मऱ्यो के भयो कसले हान्यो जात्रामा अब तपाईँहरूको गीत त के अरे रोक्नु मन लागेको थिएन तर के गर्नु भएन रोकिदिनुहोस् अब धनुजी बेलामा तिलिङ्गे जात्रामा भुसुक्क धमिलिएर चाहिँ बोक्सेको मजिनीहरू रहेछ मलाई के थाहा म त्यसको मान्छे के को मजे नि म हाम्रो माझी के कहाँको धमिलिएर बोक्सेको रहेछ तिनीहरूको डेढा कहाँ हो यो ठाउँ उहाँ उसमा शाखामारीदेखि यता भिमान रानीचुरी डाँडा छ नि त्यो ए भिमानतिर त्योभन्दा उतापट्टि गएको यो 12 बजी घाम झुलुक्क लाग्ने रहेछ त्यहाँदेखि लाग्दैन डाँडा चाहिँ जेल गएर चढाएको त उहाँहरू लाग्दो त्यो जात्रा मलाई के थाहा गएँ हाम्रो जेठु लैबारी अब उता सबैतिर चिनेको कता लागेको त लागिहालेँ म चाहिँ अब त एक्लै छु कहिले कता हो रात काट्ने गर्थ्यो यसो गालाबाट चुला जस्तो छ के केटीहरू एकदम अरे मैले त्यहाँ मागेँ अलिकति 1 गिलास जति रक्सी दिनु के को रक्सी हो भनेको धेरै नदिनु 1 गिलास दिनु कति पैसा हो भने रक्सी दियो मासु एकदम त्यो बुङ्गुरको मासु पहिलो चोटको एक कराईभरि पकाएर त्यो बेच्नुलाई राखेको त्यहाँ बोटकोमा भरेर दिँदो रहेछ कि 1 बोटको मासुको 5 रुपियाँ दिँदो रहेछ यत्रो अनि कुरा गरेँ कि आज रात काट्नु पनि गाह्रो भयो यो जात्रा कहिले देखेको थिएन भने कहाँ तपाईँको घर भन्नु गीत गाएर काट्नुपर्छ नि रात भने गीत गाउने मान्छे त भेट देख्दैन कोसँग गीत गाउनु हामी पनि त भन्छौँ नि भन्नुहोस् न तपाईँहरू गीत भन्ने भन्यो त भन्ने त्यहाँदेखि ल त्यसो भएदेखि तपाईँदेखि चाहियो रातभरि दियो रक्सी पनि बिहान एकैचोटि हिसाब गर्ने ल भने रातभरि मासु पनि कति कचौरा खाएँ त्यो रक्सी कति खाएँ खाएपछि अनि बिहान पक भएपछि ल है तपाईँहरूको हिसाब गर्नुहोस् दिन तिरेर म त अब फेरि हिँड्नुपर्छ टाढोको मान्छे कहाँ पर्छ तपाईँको हाम्रो त भित्री मधेसमा पर्छ के जात उनीहरू माझी भन्ने मलाई थाहा थिएन आफ्नो जात त झुक्याउनु भएन म त माझी हो तपाईँहरूलाई माझी जात थाहा छ कि थिएन माझी हो गोल हाँस्यो तिनीहरू कि मजिने रहेछ है अनि ल हाँस्यो अब के लगाउनको लागि हाम्रो माझी जातको नाम सुन्दाखेरि हाँस्नु गिल्ला गर्नुभयो केलाई माझी नराम्रो जात हो र भनेर मैले हामी पनि माझी त हो नि भने है मैले माझी भनेपछि तपाईँहरूले पनि माझी भन्नुपर्छ भनेर बोक्से धमिलिएको हामी त सबै माझी नै हो ए आफ्नै जात रहेछ ल ठिकै छ हिसाब लिँदैन हामी त तपाईँसँग माझी नि रहेछ बल्ल बल्ल भेट भएको रातदेखि चाहिँ ल पर्दैन पैसा अनि अब हिँड्ने बेला त उता पो हिँड्नु उनीहरूको गाउँमा कहाँ जान्छ शाखामारी जानु छ फेरि हाम्रो जसले शाखामारी लाग्नु शाखामारी लग्यो के गर्नु त हाम्रो बुढीले मिति नि लगाएर छ फेरि म गर्ने हो कि के म गर्ने हो क्या अरे लग्ने जो आयो भनेर कस्तो खाले रक्सी पायो कस्तो खाले जाँड सुताएको रहेछ है भुतुक्कैमा त ऊ छैन त्यही जाँडमाथि सुतेछु मितिनीले पल्टाएर सुताउनु मिलेन है लाज पनि भोलि बिहान म त्यस्तो भयो हजुरबा र हजुरआमाको भेट चाहिँ कसरी भएको थियो यसो भनिदिनु न हामी सुनौँ नाति नातिनालाई यसो कहानी जस्तो यसो तपाईँहरूको प्रेम कहानीको बारेमा पनि भनिदिनु न अलिकति कुरा नगर
यसलाई यो सानै थिएँ कि हजुर म त्यसले उसलाई जिस्काइदिने जिस्काइदिए पनि यो रुइहाल्ने रुए पनि उसलाई पनि मन पर्छ सबै पनि है तर अर्काको मनको कुरा के गरेको छ म गइरहन्थेँ कि यसको माइतीमा हजुर गइरहन्थेँ हिँड्ने बेलामा भागेर आइदिए पनि हुन्थ्यो लिएर जान्थेँ भन्थेँ मनमा चाहिँ जब चुरे कटेपछि अब आइएन अब के होस् त्यो